यो इतिहास रच्ने बेला हो। नेपालले यो देशले आजसम्म यस्तो इतिहास लेखेको थिएन। त्यो इतिहास आज अबबाट यहाँबाट तपाईहरु लेख्न सुरु गर्नुपर्नेछ। त्यसको सुरुवात आज भएको छ। 21 गते समापन हुन्छ। 21 गते हामी समापन गर्नेछौँ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो चुनावी भाषण होइन, चुनावी कार्यक्रम होइन। चुनाव बारे म आज केही भन्न पर्दैन, किनकि गुल्मीले अब के गर्छ भन्ने कुरा यो मानव सागरले देखाइसकेको छ। गुल्मीले आफ्नो कुरा बताइसकेको छ। अब गर्ने काम हामीले गर्ने हो। हामी तयार भएर बसेका छौँ र त्यसका लागि यस पटक संसदमा हामीले जादु गर्नुपर्नेछ। जादु त्यसका लागि तपाईले मतपत्रमा त्यो जादु त्यतिखेर मात्र सम्भव हुन्छ जब तपाईले मतपत्रमा जादु गर्नुहुनेछ। यस पटक देशमा जे हुनेछ त्यो मतदान होइन, निर्वाचन होइन, क्रान्ति हुनेछ। त्यो क्रान्ति मत क्रान्ति हुनेछ।